साथीहरू हामी चाहिँ बेसी सहरबाट हिँड्यौँ हाम्रो र म चाहिँ हामी अब दार्जिलिङको लागि दार्जिलिङ छापा डाँडा दार्जिलिङ छापा डाँडा बाटो चाहिँ एकदम राम्रो भइरहेछ अहिलेसम्म। हामी चाहिँ अब दार्जिलिङ पुग्छौँ र आज दिनभरि भरे बेलुका 7-8 बजेसम्म हामी चाहिँ दार्जिलिङमा गीत गाउँछौँ, रमाइलो गर्छौँ। भोलि देशी सहरमा तमिल लोसार कार्यक्रमको लागि तमिल हुँदा जनतीय राष्ट्रिय गुरुङ परिषद चाहिँ गरेको कार्यक्रममा आयोजना गरेको कार्यक्रममा आइपुग्नेछौँ। ल धन्यवाद हजुर। हजुर हामी के बजार पढ्यौँ अरे? बुद्धि बजार। हाम्रो लमजुङ जिल्ला र यो मर्स्याङ थियो होला होइन यो राष्ट्रकविको जन्मथलो हुँदैथ्यो। कसको? राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मथलो। ए उहाँ बाहुन डाँडामा यो बाहुनडाँडा यो हो, टुङकोलाई चाहिँ बाहुन डाँडा भनेर चिन्थ्यो त्यो टुङकोलाई। पुस्तुन बाहुनडाँडा हो पुस्तुन बाहुनडाँडा पुस्तुन बाहुन डाँडा। ओके अब यस्तै हो यो हाम्रो लमजुङ। राष्ट्रकवि माधव प्रसाद घिमिरे राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्मस्थल हो। ओके यो चाहिँ चाइनिजले चाहिँ धन गर्दैछ र चाइनिजहरूले पनि धन गरेको भयो। त्यही खोलामा ठुलो डाँडा यता हिमाल मात्र आउँछ ढलानको लागि रड बुन्दा रहेछ। सिङ्गल वे है, यो चाहिँ हर्न बजाउँदै हिँड्नुपर्छ क्या। अन्त नि अब यो सिङ्गल वे भइन्जेल चाहिँ हर्न बजाउनुपर्छ क्या, ठुलो गाडी होस् कि सानो गाडी। ल लामो लामो गाडी हजुर हामी चाहिँ मनाङकै बाटोमा कुदिरहेका छौँ। यो अब यो बाहुन डाँडा फेरि डाँडा छ, बिचमा खोला छ ठुलो। अहिले यो ढलान फेरि कस्तो भन्दाखेरि दुईतिरै अलिकति गरेर ओछ्याउँदै ल्याएको भयो ठिक हुन्थ्यो। ल मनाङबाट आएको गाडी यहाँ चाहिँ कस्तो हुन्थ्यो भने एक सरो मात्रै हानी गर्दै गएर थियो। मनाङको बाटो पनि
यस्तै हो हिरपाखा पखेरो पहाड ओके हामीले टाग्रिङ गाउँमा प्रवेश गरिसकेका छौँ नागरिक वडामा वडामा के वडा 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 ए टाग्रिङ वडा वडा अहिले वडाबाट आएकोहरू देखिसक्यो यो हाम्रो गुरुङ जाति चाहिँ खालि पाहाडमा किन बस्न खोज्यो जग्गै बेला पाहाड धेरै मन पर्ने जात रहेछ सबै तराईतिर झऱ्यो बाटोको हालत हजुर उभिरहेकै छौँ अया आमा खस्दै जस्तो हो म त कस्तो गनायो यो त राम्रै हो होइन अलिक तलको हिलो भएर होला कि। हिलोले झ्याउ गरेर अब बिस्तारै हामी चाहिँ माथि माथि आउँदैछौँ वाउ यो लमजुङ जिल्लाको उत्तरी भेग जहाँ घना वन जङ्गल अनि बस्ती एकदम कम भएको ठाउँ हो यो मनाङ साइड लगभग माथि डाँडामा आइसक्यौँ अब बिस्तारै कुन गाउँ रे बिचमा डाँडाको घार्चे पारी गाउँ घार्चे हो त्यो ठाउँमा माथि तलको हो घार्चे उत माथि डाँडाको हो सन्जापु के सन्जापु सन्जापु ओके अब यस्तै छ बाटो यो टावर बनाइरहेको छ कस्तो गाउँ यहाँ शास्ति भएर यस्तो बिजोग हजुर फाइनल्ली हामी चाहिँ मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 4 को कार्यालयमा आइपुग्यौँ यो सरकारी गाडी हो फाइनल्ली हामी चाहिँ टाग्रिङ गाउँमा आइपुग्यौँ स्वागतम गेट